हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई मिनी ब्लग। यो भिडियो चाहिँ मेरो पुरानो हो है। मैले एडिटिङ गर्नु चाहिँ बिर्सेको थिएँ रहेछु, त्यही भएर चाहिँ यो आज मैले एडिट गरेर हाल्दैछु। यस्तो ग्यालेरीमा हेर्दाखेरि यो भिडियो चाहिँ स्टकमा रहेछ। मैले चाहिँ एडिटिङ नगरिकन राखेको रहेछु। अनि हामी चाहिँ मम्मी नानी चाहिँ जुडियो गएको थिएँ अलिकति सपिङ गर्नु लागि, स्लिपरहरू लिनु लागि। अनि हामी चाहिँ आफ्नो धुनमा स्लिपरहरू हेर्दैछु, ऊ आफ्नो धुनमा फेरि के हेर्दैछ हो। अन्त यहाँ मुनि फ्लोर चाहिँ साह्रो चिप्लो भएर चाहिँ नानी चिप्लेको गरेर चाहिँ उसको किटो चाहिँ मैले खोलिदिएको थिएँ। अन्त चाहिँ उसलाई खाली खुट्टा हिँड्नु लगाएको थिएँ। आमामा खुसी भएर यता कुदेर उता कुदेर गरेको हो। अन्त अलिकति उसलाई एक्टिभिटीहरू पनि गराउँदै थिएँ है। नमस्ते गर, हापा गर, बाई बाई गर भनेर, हाँसिदेऊ भनेर भन्दै थिएँ। अन्त उसले पनि त्यस्तो गर्दै थियो। अनि हामीले मम्मी र मैले चाहिँ स्लिपरहरू चोइस गरेर लिए पनि। त्यहाँबाट चाहिँ म बिलिङमा गएँ है, बिलहरू गरेँ। त्यहाँबाट त ऊ हेर्नु न पुरा कस्मेटिकको चिजहरू छुँदै हिँड्दै गर्दै थियो हो। अन्त यति बेला चाहिँ ऊ भर्खर अलिअलि बोल्नु सिक्दै थियो। हिँड्नु पनि त्यति राम्रो त सिकेको थिएन, लड्दै पड्दै हिँड्थ्यो। अन्त 1.5 वर्षको थियो नि त यति बेला चाहिँ मेरो नानी। अन्त चाहिँ फुटाइदिन्छ कि भन्ने डर हो। अब एउटा सामान फुटाइदिनु फेरि तिर्नुपर्छ। अन्त चाहिँ त्यहाँबाट सबैको सपिङहरू सक्यो। त्यहाँबाट चाहिँ हामी यहाँबाट निस्कियौँ, लु जाउँ भनेर भनेको मान्दै नमानेको। ऊ आफ्नो धुनमा खेलेको हो। अन्त मम्मीलाई जाउँ न लिएर निस्कियौँ भनेर भन्छु। ऊ हेर्नु न यसरी बट्टाबुट्टी टिप्दै हिँड्दै भुइँमा राख्दै गरेको कि म त अलिकति मजा पनि लागेको अब उसको बदमासहरू हेर्दाखेरि है। यति बेला त हो बदमास, हेर्नु न नमानेको जाउँ भनेर। अन्त त्यहाँबाट बल्ल जबरजस्ती निस्केँ। त्यहाँबाट चाहिँ हामी विशाल मेगा मार्ट आएँ। विशाल मेगा मार्टमा फेरि उसलाई अलिकति लुगाफाटाहरू किनिदिनु थियो। नानीहरूको चाहिँ मलाई विशालकै मनपर्छ नि त, सस्तो पनि पर्छ फेरि अब राम्रो पनि पाउँछ। अन्त चाहिँ यहाँ पनि उसलाई मैले स्लिपर खोलेरै नै हिँडाइदिएको थिएँ। यहाँ पनि ऊ आमामा यो कुनाबाट त्यो कुना, यताबाट उता कुद्यो आफ्नो धुनमा। क्या अब घरमा ऊ आफ्नो धुनमा यताउता कुदिहिँड्छ नि, त्यस्तै हिसाबले कुदेको गरेको। अन्त यहाँ पनि उसको सपिङहरू गरिसकेँ। विशालमा चाहिँ उसकै लागि मात्रै आएको थिएँ, उसको लुगाफाटाहरू किनिसकेँ। त्यहाँबाट बिलिङमा गएँ म बिलिङमा जाँदाखेरि फेरि त्यहाँ लाइनमा उभिने मान्छेहरूको त्यो सामानहरू हुन्छ नि, त्यो सामानहरू चलाइदिएर हो मम्मीले यता त्यता गार्ड गर्दा